नेपाली क्रिकेटबाट भर्खर आएको ठूलो अपडेट लिएर आजको भिडियोमा उपस्थित भएका छौं। नेपाली क्रिकेट टोलीमा अहिले ठूलो परिवर्तन भएको छ। नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपालको नयाँ एकादशीय कप्तान नियुक्त गरेको छ। 4 वर्षपछि सन्दीप लामिछाने फेरि एकादशीय टोलीको कप्तानीमा फर्किएका छन् र अब उनको नेतृत्वमा नेपाली टोलीले नयाँ यात्राको सुरुवात गर्नेछ। अब सन्दीप लामिछानेको टोलीमा टोलीले कस्तो प्रदर्शन गर्छ भन्ने सबैभन्दा ठूलो चासो बनेको छ, किनभने नेपालको पछिल्लो एकादशीय यात्रा भने राम्रो रहन सकेन। नेदरल्यान्ड्स विरुद्ध पछिल्लो खेलमा नेपाल 57 रनले पराजित भएको थियो। नेदरल्यान्ड्सले 225 रन बनाएको थियो भने जवाबी ब्याटिङमा नेपाल 168 रनमै अल आउट हुनु पर्यो। यसअघि नामिबियासँग पनि नेपाल 3 रनले पराजित भएको थियो। त्यसैले पछिल्ला खेलको नतिजा हेर्दा अब नेपाली टोलीलाई राम्रो कमब्याकको आवश्यकता छ। यही बीच अब नेपालको नजर अस्ट्रेलिया तर्फ छ। नेपाली टोलीले अगस्त 21 देखि डार्बिनमा हुने टप इन टी20 प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। यो प्रतियोगिता नेपालका लागि अस्ट्रेलियामा दोस्रो अभियान हुनेछ र नेपाली टोलीले लगातार 6 वटा समूह चरणका खेल खेल्नेछ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, टप इन टी20 मा नेपालको राष्ट्रिय टोली होइन, नेपाल ए टोली सहभागी हुँदैछ र यसको कप्तानी अनिल शाहले गर्नेछन्। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम र चाप आलम जस्ता खेलाडीहरू पनि समावेश छन्। त्यसैले अस्ट्रेलियामा नेपाली क्रिकेटको अर्को पुस्ता र अनुभवी खेलाडीहरूको प्रदर्शन हेर्न निकै रोचक हुने भएको छ। अब एकातिर सन्दीप लामिछानेको नयाँ एकादशीय कप्तान बनेका छन्, अर्कोतिर नेपाल ए टोली अस्ट्रेलियामा आफ्नो क्षमता देखाउने तयारीमा छ। नेपालको अगाडि ठूलो एकादशीय प्रतियोगिता भने अगस्त 30 देखि मलेसियामा सुरु हुने एसीसी मेन्स प्रिमियर कप हो, जहाँ सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली मैदानमा उत्रिनेछ। यसैले अहिले नेपाली क्रिकेटमा नजर राख्नुपर्ने कुरा धेरै छन्। नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्व कस्तो हुन्छ, अस्ट्रेलियामा नेपाल ए का खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन्, अब यी सबै कुराको जवाब मैदानबाटै आउनेछ। अहिलेलाई यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र भिडियो मन परे लाइक, च्यानललाई सब्स्क्राइब र भिडियोलाई शेयर गर्न नबिर्सनुहोला। धन्यवाद। जय नेपाल, जय क्रिकेट।